हेलो साथीहरु, आज चाहिँ म लेखतिर आइपुगेको छु है त साथीहरु। लेखमा चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरुले आलु यस्तो भएको छ लेखतिर। यहाँको मौसम पनि एकदम चिसो छ लेखमा। हामी चाहिँ आज लेखतिर छौं है त साथीहरु। अनि साथीहरु, अब यो आलु निकालेर चाहिँ फुलकोपी र बन्दा लगाइन्छ है त लेखमा चाहिँ। म हजुरहरुलाई देखाउँछु है त फुलकोपी र बन्दाको बेर्ना कस्तो भएको छ। देख्न सक्नुहुन्छ साथीहरु तपाईहरुले, यो प्लास्टिक भित्र चाहिँ फुलकोपी र बन्दाको नर्सरी गरिएको छ है त। फुलकोपी र बन्दाको नर्सरी चाहिँ यसरी गरिएको छ साथी। यो चाहिँ बन्दाकोपीको नर्सरी हो। यतापट्टि चाहिँ फुलकोपीको नर्सरी छ। अब फुलकोपी चाहिँ यत्रो भइसकेको छ। अब यो आलु निकालिसके पछाडि चाहिँ यो बेर्ना लगाइन्छ। यो बेर्ना 45 दिन भित्रमा रेडी भइसक्छ। चाहिँ आलु यस्तो भइसकेको छ है त साथीहरु। लेखमा चाहिँ पुरा कुहिरो लागिरहेछ। सुरु पनि आएको थियो नि त, तपाईँ पनि थियो होइन? ए त्यो बढ्नु माग्यो।
त्यसको त्यसको अब विचार मन्थन कसरी